गाड़ी गुड़ी आइरहेको कि नहीं सिन्दुर भिडियो देखिरहेछ कि नहीं अब यो मोबाइलदेखि देखाउनै ठिकै छ अर्को मोबाइलमा बनाएको छु मामाको मोबाइलमा बनाएको छु नेनु बजे बाजे मामा रुकने का नहीं उनके वो कहाँ यो सुत्रे हेर्नु पर्यो नि दिएर
अन्डी हैन थ्याङ्क यू अरु सन्चै हुनुहुन्छ आन्टी होइन माइजु माइजु ए गेलाबाटको नाताले दिदी उसकी नानी की दिदी भए यताबाटको माइजु घरबाट माइजु यताबाटको दिदी त मम्मीले दिदीले के लेख्नु भएको छ मैले हेरेको छैन अरु सन्चै हुनुहुन्छ आमाजी दिदी हुनुभयो त उहाँ त म घर जान भ्याएन के अरे यहाँ समय भएन अनि अब यता मान्छेहरू हेर्न पर्यो भनेर जानुभयो बाबा छोरी अनि बाबु र म यतै बसेछौँ भइरहेको छौँ यो सिधुर पट्टा भाल्ने हैन अनि सिधुर ब्यायो औषध हाल्ने हो हैन लाउने सिधुर हैन उसो गरेर हाल्ने ल हात बाड्ने त्यो तपाई उठ्नु फुटा हात माइजु पैसा माग्नु है जुड़ी को आगे को आटला दे अरे इनके लिए क्या देगा बताओ उनसे देगा ये धर्म मांगना आड़ी क्या धर्म नहीं है क्या धर्म अरे इनके लिए तो घर बात नहीं आएगा कभी बाजे तपाईँ अलि उता जानु न कब म चढ्नु बाजे उता जानु भन्न त मलाई अलि चलो उठ्नु भाइ म त बाइ गर्दैन भने एउटा बाइ गर्छ कोसिस गरेको घर सबैले हातमा फुटबल लाइनमा तब कोसिसले हातमा दियो एकछिन पा अब एकछिन रङ माइजु मुन्टो अझै तल गर्नु उठ भाइले दे आओ अरे क्या त्यो मान्दैन अहिले पकाएर बनाऊ हजुर सिन पाना पछि दियो हो त्यो बुदा वचन राम्रो दिनु पर्यो शान्ति देखेको बोलो शान्ति देखेको धेरै साइले पैसा धेरै बाइक में बाहर काटने जाऊंगा तुम्हें लिखा पढ़ा करूंगा वो सब कुछ जिंदगी दूंगा वो भारतीय मोह प्रिय तो हम एक हो गया जिंदगी में दिया दो लेवल आटा अरे भाना के ना माइजु झुकेको झुके हुनुहुन्छ अझै मानिराख्नु भएन अब टाइम लाग्छ होला कति दिन हुन्छ खै मामाले हो मान्नु पर्यो आफै उठ्नु पर्यो ल त के गरिराख्नु माइजले लाज लाग्यो क्या तल झुकेको झुकेको मामा उठाउन लाग्नुभएछ है मम्मीहरू अनलाइनमै आउनु भएन क्या
खान लाग्यो अब खानलाई हेर्नु कहाँ हो खान्छ सुनिता हेर्छरेको हजुर हजुर यी बाहुन बाजे कतातिरको हुन् खाइलो आएर खानु यो कताका 5-6 छन् बाबु तपाईँकोतिरको त्यहाँ बाहुनहरू कहाँबाट बोलाउँछ त हाम्रा त्यही छन् तामा त्यही चौधगाई भए अधिकारी भए अधिकारी छन् नि ओखलटाबाट नि आएका धेरै छन् बाबु चौधगाई त जोशी हुन् अधिकारी अधिकारी होला त्यही मान्छे म 2 मोबाइल बनाउला छु के त्यही भएर हजुरको पनि यस्तै भयो र बिहा मन्दिरमा माइजू त्यही भएर घरमै गर्न ठिक हुन्छ मन्दिरमा गयो बडाला हजुर धेरै जान्छहरू उता हेर्नु न यहाँ बाहुन बाजे के गर्दैछन् थाक लागेर आमाको बताउनु भयो पहिला आजै गर्नुभयो भद्रबन्ध म त छिटो भ्यायो त व्रत बन्द अनि त्यसपछि बिहा पनि भयो त छिटै सक्यो आमाको बताउनु भइसक्यो थियो र आजै गर्नुभयो आजै कस्तो गरे काटोकुटो गराइदिए त्यसले थाहा भयो त्यो भएर तुरन्त खाने चाहिँ अलिकति सबैको भाइर गरेर खानुपर्ने हो नि यहाँ त्यो भएर हो शास्त्री पुजारी झगडिया त काम दियो खुसी हुने भएन मम्मी कहाँ जानुभयो के मम्मी आउनु भएन त चार्ज सकिएको भन्नुहुन्थ्यो मोबाइलको ए हामी हामीले बेल उठाउन लाग्यो नि झगडाले लागि भित्र पुजेर यो नानीको मोबाइल चलिरहेको अहिलेसम्म तगडै रहेछ मोबाइल त चार्जर टिङ्गे रहेछ त्यहाँ अघि नेट चलेन नेटको तगडा रहेन चाहिँ विक रहेछ के काम लाग्यो अहिले देखियो मामाले सिन्दुर हाल्न लाग्नु भयो हाम्रो मामा बजाउन लाग्नुभएछ जस्तो लाग्छ हो यता ढाका ढुकी हजुर के भन्नुभयो दिदी आज घरकोले नि गरेकै हो यतिको त गर्दैन अस्ति मेरो मोबाइलले पनि नेटले कामै गर्दैन थियो मेरो मोबाइलमा पनि नेटले कामै गर्दैन थियो आज काम गरिरहेछ
आफ्नो चलाउनु छ समय त लाग्छ आज यो बामन धेरै भएर छिटो छिटो गऱ्यो होला आधा पाँचजना हो कि छजना पाँच के पाँच 1 2 3 एउटा चार पाँच जना छ मामा अब धोएर ल्याउनु काइला मामा हुन्थ्यो पाँच कान्छा मामा थाल्दैन कान्छा मामा रमाइलो छ त लकडाउनमा छ बुवा बुवा सानो साथीसँग नानी अलि त्यो भित्र
हजुर हस् हस् सकियो हस् हस् लास्टमा यसरी यसरी हेर मम्मी हाई भन न यसरी 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 आउन न अहिले आगो ताप्नलाई भित्र अब शिव आरती ल्याउनु म त आगो भन्छु मोबाइल के बनाना है